दुनियाँभरिमा लगभग एक मात्र यस्तो एज ग्रुप छ कि 60 वर्षमा रिटायरमेन्ट हुन्छ। तर वर्कसायर हाथवेका वारेन बफेट 60 वर्षमा रिटायरमेन्ट होइन, रिट्राई गर। उहाँले के भन्नुहुन्छ भने म 60 वर्षको उमेरसम्म मात्र काम गर्दिनँ, म 60 वर्षसम्म काम गर्छु। 94 वर्षको उमेरमा उहाँ रिटायरमेन्ट लिँदै हुनुहुन्छ। ओराकल अफ ओमाहा, ओमाहाको भगवान भनिन्छ उहाँलाई। ग्रेटेस्ट इन्भेस्टर अफ अल टाइम 2025को इन्डमा आफ्नो रिटायरमेन्ट एनाउन्स गर्नुभएको छ। तर यहाँ म दुई कुरा बताउँछु। सानो बच्चा उसले सानै उमेरमा $1000 कसरी कमाउन सकिन्छ भने $1000 कमाउने 1000 तरिका भन्ने एउटा बुक किनेको। तर आज $1000 होइन, $170 बिलियन का मालिक हुनुहुन्छ। 94 वर्षको उमेरमा पनि लङ टर्म इन्भेस्टमेन्टका कुरा गर्नुहुन्छ उहाँ। दुई इन्ट्रेस्टिङ फ्याक्ट, आफ्नो लागि पनि कमाए, पुरा दुनियाँको लागि पनि कमाए। जीवस्य जीवनम, आफै पनि अगाडि बढे, पुरा दुनियाँलाई पनि अगाडि बढाए। पहिलो फ्याक्ट्स, अहिले पुरा विश्व भोलाटाइल मार्केटले गर्दा पुरा विश्व हल्लिएको छ। इलन मस्कको नेटवर्थ $135 बिलियन तल झर्यो। जेफ बेजोजको नेटवर्थ $42 बिलियन तल झर्यो। मार्क जुगरबर्गको नेटवर्थ $25 बिलियन तल झर्यो र उहाँको नेटवर्थ अहिले पनि $16.5 बिलियन माथि बढ्यो। दोस्रो फ्याक्ट, यसलाई यसरी बुझौँ हामीले। आजदेखि 60 वर्ष पहिला यदि कुनै व्यक्तिले अमेरिकाको स्ट्यान्डर्ड एन्ड पुअर कम्पनीमा यदि $1 लगानी गरेको छ भने अहिले 10.5 पोइन्ट दरका बढ्दै इन्क्रिज भएर $385 हुन्थ्यो। तर त्यही यदि 60 वर्ष पहिला यदि वारेन बफेटको कम्पनीमा $1 लगानी गरेको छ भने 10.5%ले बढेर होइन कि 20% का दरले बढी अहिले $55,000 हुन्थ्यो। यसलाई भनिन्छ कम्पाउन्डिङ इन्ट्रेस्ट। यो हो कम्पाउन्डिङ इन्ट्रेस्टको जादु, यो हो वारेन बफेटको जादु। जीवस्य जीवन, जब एक जीव आफ्नो जीविका पार्जन गर्नलाई अर्को जीवमाथि भर पर्दछ, यसलाई भनिन्छ जीवस्य जीवन। यस्तो फाइनान्सियल जिनियस न भूतो न भविष्यति। सो साथीहरू, यो भिडियो कस्तो लाग्यो तल कमेन्ट बक्समा कमेन्ट गरेर भन्नुहोला। र भिडियो राम्रो लाग्यो भने भिडियोलाई लाइक, सेयर, च्यानललाई सब्सक्राइब गर्नु भएको छैन भने च्यानललाई सब्सक्राइब गरिदिनु हुनका लागि तपाईँहरूलाई धेरै धेरै धन्यवाद।